वन्दे मातरम सुजलां सुफलां भारत मातरम। वन्दे मातरम 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 वन्दे मातरम। वन्दे भारत मातरम सबैले उद्घोष गर्ने गरून्। वन्दे भारत मातरम ध्वनि गरी हुंकार गरून्। वन्दे भारत मातरम सबैले उद्घोष गर्ने गरून्। वन्दे भारत मातरम ध्वनि गरी हुंकार गरून्। सबैले भन्दै झुम्ने गरून् वन्दे भारत मातरम। वन्दे मातरम। सानो जात होइन सबै राष्ट्रिय बन्ने गरून्। सबै राष्ट्रिय बन्ने गरून्। ठुलो सानो जात होइन सबै राष्ट्रिय बन्ने गरून्। भारत देशका समस्त जनले आत्मीय बन्ने गरून्। सबै आफ्नै बन्ने गरून्। भारत देशका समस्त जनले आत्मीय बन्ने गरून्। सबै आफ्नै बन्ने गरून्। सबैले भन्दै झुम्ने गरून् वन्दे भारत मातरम। वन्दे मातरम। भाषा धर्म प्रान्त होइन सबै भारतीय बन्न सकुन्। सबै भारतीय बन्न सकुन्। भाषा धर्म प्रान्त होइन सबै भारतीय बन्न सकुन्। विभिन्न फूलले सजिएको बगैँचा बन्न सकुन्। एउटै माला बन्न सकुन्। विभिन्न फूलले सजिएको बगैँचा बन्न सकुन्। एउटै माला बन्न सकुन्। सबैले भन्दै झुम्ने गरून् वन्दे भारत मातरम। वन्दे मातरम। वन्दे भारत मातरम। कार्यक्रमका मुख्य अतिथि हामी समक्ष आइसक्नु भएको छ। मुख्य अतिथि विशिष्ट अतिथि र आमन्त्रित अतिथिगणहरू पनि हामी समक्ष यहाँ आइसक्नु भएको छ। जलढका उच्च माध्यमिक विद्यालयका स्काउटका नानीहरूले आजका हाम्रा मुख्य अतिथि जिटिए का डेपुटी चेयरम्यान डाक्टर लोप्सङ यल्मो लामालाई यहाँ मञ्चमा लिएर आउने तर्खरमा छन्। मेरो समक्ष आजको मुख्य अतिथिको आगमन भइरहेछ। यहाँलाई
सम्पूर्ण पाठशालाको तर्फबाट जोरदार थपडीका साथ यहाँ स्वागत गर्दछौँ। यहाँ देखेको हिमालय दर्पणका रिपोर्टर दावा सर पनि यहाँ उपस्थित भइसक्नु भएको छ। यहाँलाई पनि म मञ्चमा आइदिनु अनुरोध गर्दछु। यसरी नै प्रसाद शर्मा एक्स हेडमास्टर जलडाका सेकेन्डरी स्कुल पनि हामीसँग उपस्थित हुनुहुन्छ। यहाँलाई पनि हामी मञ्चमा स्वागत गर्दछौँ। हामीहरूसँग उपस्थित भइसक्नु भएको छ आजको मुख्य अतिथि डाक्टर लोब्जाङ योल्मो लामा, डेप्युटी चेयरम्यान जिटिए दार्जिलिङ। अब हामीहरूसँग छ लोब्जाङ योल्मो लामा, डेप्युटी चेयरम्यान जिटिए, साथसाथै आजको गेस्ट अफ अनर श्रीमान सञ्जय खिटाल, हाम्रै जग्गाको भूमिपुत्र जो WBCS अफिसर हुनुहुन्छ, यहाँ पनि पहिलेबाट मञ्चमा उपस्थित हुनुहुन्छ। साथसाथै उपस्थित श्रीमान पुरन लामाज्यू, मिङ्मोर लामाज्यू, प्रेसिडेन्ट GJMM, र यहाँ पनि अघिबाटै मञ्चमा उपस्थित हुनुहुन्छ। र सम्पूर्ण डिग्निटरिजलाई एकमुष्टमा स्वागत जनाउँदै यहाँहरू सबैलाई विदितै भएको कुरो हो कि यसरी इन्डिपेन्डेन्स डे सेलिब्रेसन यस कार्यक्रमलाई हामीले पाटन गोदक जलडाकाको ब्यानरमा सञ्चालन गरिरहेका छौँ। 68वां इन्डिपेन्डेन्स डे सेलिब्रेसनमा हामी साँच्चै नै खुसी मनाउनुपर्छ। हाम्रो यो आजादीको दिन हामीले सदैव सम्झिरहनुपर्छ र यसै खुसियालीमा खुसी मनाउँदै हामीले सम्पूर्ण पाठशालालाई आमन्त्रित गर्दै यसरी यो कार्यक्रम अब हामी सुरु गर्दछौँ। अब म माल्यार्पणको निम्ति हाम्रा गुरुआमालाई मञ्चमा आइदिनु अनुरोध गर्दछु। सर्वप्रथम हाम्रै कमिटीको सभापति महोदय जसलाई म आजको पनि कार्यक्रमको पनि सभापतिको भार लिइदिनु भनी अनुरोध गर्दै कमिटीको तर्फबाट उहाँलाई हामी माल्यार्पण गर्दछौँ। अनि आज हामी समक्ष मुख्य अतिथि डाक्टर लोब्जाङ योल्मो लामा, यहाँलाई माल्यार्पण भइरहेको छ। आजको गेस्ट अफ अनर श्रीमान सञ्जय खिटालज्यू, WBCS अफिसर, यहाँलाई पनि समितिको तर्फबाट खदार्पण साथै प्याज धारण गराउँदछौँ। म यहाँ देखिरहेको छु ग्लोरी गर्ल्स इङ्ग्लिस स्कुल अनि युरेका इङ्ग्लिस स्कुलका हेडमिस्ट्रेसलाई पनि काइन्डली मञ्चमा आइदिनु अनुरोध गर्दछु। हर्षित छौँ आज हामीहरू समक्ष उपस्थित हुनुहुन्छ सभापति 45 नम्बर समष्टि GJMM श्रीमान मिङ्मोर लामाज्यू, यहाँलाई समितिको तर्फबाट खदार्पण गर्दछौँ साथै प्याज धारण गर्दछौँ। गर्ल्स फुटबल टुर्नामेन्टका कप्तानमा उपस्थित हुनुहुन्छ रेभरेन्ड सिस्टर एस्टर सादा, प्रिन्सिपल सेन्ट जोसेफ स्कुल, यहाँलाई पनि हामी समितिको तर्फबाट खदार्पण गर्दै कार्यक्रममा स्वागत जनाउँदछौँ। यसै गरी हामीहरू समक्ष उपस्थित हुनुहुन्छ सिस्टर ज्योति, सेन्ट जोसेफ स्कुल प्यारेन्ट,
यहाँलाई पनि समितिको तर्फबाट पदार्पण गर्दछौँ। प्रिन्सिपल बेथल इङ्ग्लिस स्कुल यहाँलाई पदार्पण गर्दै हामी कार्यक्रममा स्वागत जनाउँदछौँ। बेथल इङ्ग्लिस स्कुल यहाँलाई पनि पदार्पण गर्दै कार्यक्रममा स्वागत जनाउँदछौँ। अनि प्रिन्सिपल युरेका इङ्ग्लिस स्कुल कविता मिस यहाँलाई पनि हामी कार्यक्रममा माल्यार्पण गर्दै स्वागत जनाउँदछौँ। अनि प्रिन्सिपल ग्लोरी बेल्स इङ्ग्लिस स्कुल यहाँले पनि हामी पदार्पण गर्दै कार्यक्रममा स्वागत जनाउँदछौँ। अब हामी यसै साथ हामी समक्ष आज हिमालय दर्पणका रिपोर्टर दावा सर पनि हुनुहुन्छ। यहाँलाई हामी पदार्पण गर्दै कार्यक्रममा ल्याएर स्वागत जनाउँदछौँ। हामीले मञ्च अघि राखेको महात्मा गान्धीको फोटो अघि राखेको क्यान्डललाई बालिदिनु न, पदार्पण गरिदिनु न भनी म यहाँलाई मञ्च अघितिर गइदिनु न अनुरोध गर्दछु। महात्मा गान्धीको फोटो अघि साथै यसको लगत्तैपछि फोटोमा पदार्पण पनि गरिनेछ। भाइस प्रेसिडेन्ट श्रीमान तिलक गुरुङज्यू हेडमास्टर जल्लाका जुनियर बेसिक स्कुललाई यस मञ्च अघि निम्त्याउँदछु। स्कुलका प्राङ्गणमा भइरहेका 67वां स्वतन्त्र दिवस समारोहका समारोह शिरोमणि श्रीमान प्रकाश चन्द्र राईज्यू, आजका प्रमुख अतिथि 45 नम्बर समष्टिका सभासद डिप्युटी चेयरम्यान जिटिए डाक्टर लोपसाङ लामाज्यू, साथै आजका विशिष्ट अतिथि लक्सलबारी बेलारो श्रीमान सञ्जय खटालज्यू, साथै जल्लाका उच्चतर विद्यालयका भूतपूर्व प्रधानाध्यापक श्रीमान पुण्य प्रकाश ज्यू, साथै जल्लाका जुनियर बेसिक स्कुलका म्यानेजिङ कमिटीका अध्यक्ष श्रीमान निर्मल दोर्जे लामाज्यू, साथै सेन्ट इंग्लिश स्कुलबाट आउनुभएका प्रिन्सिपल सिस्टर एस्टर सादाज्यू, साथै सहशिक्षक शिक्षिका वर्ग, साथै पहिटा
बेथल इङ्ग्लिस स्कुलबाट आउनुहुने प्रधान शिक्षिका साथै युएका इङ्ग्लिस स्कुलका प्रिन्सिपल कविता भुजेलज्यू साथै ग्लोबल इङ्ग्लिस स्कुलका प्रिन्सिपल अन्जु राईज्यू साथै शिक्षक शिक्षिका मित्रवर्ग साथै यहाँ उपस्थित हुनुभएका सम्पूर्ण अभिभावकवर्ग साथै 6-12 यस कार्यक्रममा उपस्थित हुनुभएका मेरा प्यारा प्यारा विद्यार्थीवर्ग साथै यस भेगका सम्पूर्ण जनता अभिभावकवर्ग अनि सबै स्कुलबाट आउनुहुने नृत्य गरेर आउनुहुने स्कुलका सहशिक्षक शिक्षिका मित्रवर्ग यहाँहरू सबैलाई आज म आयोजक समितिको तर्फबाट न्यानो अभिवादन जनाउँदै स्वागत जनाउँदछु र विशेष यो 68वां स्वतन्त्र दिवस समारोह विगत वर्ष 2010 देखि हामीले गर्दै ल्याएको थियौं तर गत वर्ष 2013 मा हुन सकेन कतिवटा कारणहरूले गर्दा र यसपालि हामीले 6वटा स्कुल लगाएर यहाँनिर हामीले स्वतन्त्र दिवस समारोह आयोजना गरेका छौं र आशा छ आगामी दिनहरूमा अझै राम्रो हुन्छ होला भन्ने म हामी आश्वस्त राख्दै मेरो छोटो स्वागत भाषण यही समाप्त गर्दछु। धन्यवाद। धेरै धेरै धन्यवाद उपसभापति आयोजक समिति। अब हामी कार्यक्रमको मुख्य भागमा प्रवेश गर्दछौं किनभने हामी समक्ष आज उपस्थित हुनुहुन्छ डाक्टर लोब्जाङ योल्मो लामा डेप्युटी चेयरम्यान जिटिए। यहाँको अमूल्य सम्भाषण सुन्न हामी आतुर छौं। नानीहरूको निम्ति विशेष केही ठोस एउटा सन्देश दिनुहुन्छ यहाँले, हामी विश्वस्त छौं। त्यसर्थ अब हामी आजको मुख्य अतिथिलाई मञ्च अघि आए यहाँको अमूल्य सम्भाषण राखिदिनु न अनुरोध गर्दछौं। आज हाम्रो देश भारत स्वतन्त्र भएको 68औं इन्डिपेन्डेन्स डे का दिन यस झोलुङ स्कुलको प्राङ्गणमा स्वतन्त्रता दिवस मनाउन उपस्थित हुनुभएका स्वतन्त्र दिवस कमिटीका सभापति महोदय, यसरी नै आजको विशिष्ट अतिथि सञ्जयज्यू, जलढका हायर सेकेन्डरी स्कुलका प्रधान अध्यापक पीसी राईज्यू, यसरी नै यसै पाठशालाका भूतपूर्व प्रधान अध्यापक आदरणीय पुण्य सरज्यू, यसरी नै विभिन्न स्कुलबाट आउनुभएका प्रिन्सिपल, शिक्षक शिक्षिकागण, जम्मै अधिकारीवर्ग, साथै नारी मोर्चा, युवा मोर्चा, जम्मै प्राथमिक पाठशालाका शिक्षक शिक्षिकागण, यसरी यस कार्यक्रम मनाउनलाई दिनरात खटिएका जम्मै कमिटीका साथीहरू र अति मलाई मनपर्ने मेरा प्यारा प्यारा मसिना विद्यार्थी भाइ बहिनीहरू,
समयलाई मध्यनजर राख्दै मैले सबैलाई सम्बोधन उच्चारण गरेर गरिबस्छु भनेदेखिलाई समयले नपुग्ला र जतिको नाम मैले यहाँ सम्बोधन गरेँ र छुटिन गएका सबैलाई पनि एकै मुष्टमा सम्बोधनमा राख्दै यहाँहरू समक्ष दुई शब्द मात्र राख्ने अनुमति चाहन्छु र यसरी यहाँहरूले यस वर्ष पनि 6वटा स्कुललाई लिएर जुन हाम्रो देश स्वतन्त्र भएको 68औं वर्ष पुरा भएकोमा यहाँहरूले यो कार्यक्रम तयारी पार्नु भयो र ती शहीदहरूको सम्झना गर्छौं जसले हाम्रो यस धरतीलाई जसले हाम्रो यस देशलाई अंग्रेजहरूको शासनबाट मुक्त गराउनका निम्ति जीवनको आहुति दिएका थिए उहाँहरूको उत्सर्ग उहाँहरूको बलिदान त्यसैको कारणले गर्दाखेरि आज हामी स्वतन्त्र भएर स्वतन्त्र दिवस मनाएर आएको पनि यत्रो साल भइसक्यो र हामीले यसलाई थाहा गर्नुपर्ने कुरा हाम्रा देशका जति महान विभूतिहरू मरेर गए उहाँहरूलाई आज हामीले स्मरण गर्न पर्छ भारत देशलाई सक्षम र एउटा बलिदान र त्याग र एउटा देशको भावना बोकेर गान्धी नेहरू जस्ता महान नेताहरूले हाम्रो भारत जस्तो विश्वको सबैभन्दा महान गणतन्त्र देशको सृजना गरी यहाँहरूको योगदानलाई हामीले सधैँ नै कदर गर्नु पर्दछ त्यति मात्र होइन भारत स्वतन्त्र हुन अगाडिदेखि नै हाम्रो जाति गोर्खा जातिले पनि देशको निम्ति बलिदान दिएर आफ्ना प्राण दिएर सच्चा भावना हामी भारतवासी हौं र भारत देशको निम्ति हामी जन्मिँदै लड्दै आएको हाम्रा पूर्वजहरू पनि देशको निम्ति लडेर देशको निम्ति शहीद भएर भारत देशको सुरक्षा दिँदै आइरहेको हामी आम नागरिकहरू हौं र नानीहरूले थाहा गर्न पर्ने कुरा मैले बार पनि यहाँ भनिरहेको कुरा अब विश्वमा हामी गोर्खा जातिलाई वीर पुरुष भनेर वीर गोर्खाहरू भनेर खुकुरी चलाउने वीर गोर्खाहरू भनेर हाम्रो जुन एउटा चिन्हारी थियो त्यस चिन्हारीलाई कायम राख्दै अब हामी जम्मै विद्यार्थी भाइ बहिनी कलम वीर भएर अगाडि बढ्न पर्छ कलम चलाउने वीर भएर अगाडि हामीले देशलाई देखाउन सक्नुपर्छ देशको असल नागरिक हुन सक्नुपर्छ र आजभन्दा 68 वर्ष अगाडि भारत देश स्वतन्त्र भएको सबैलाई थाहा छ र त्यस समयमा ब्रिटिसकालीन शासनको अन्याय र अत्याचारको जन्जाल र जन्जिरमा परेको भारतवासीले उन्मुक्त हुने दिन आज हामी थाहा गर्छौं स्वतन्त्र भएको हामी थाहा गर्छौं हामी ती बन्धनहरूबाट मुक्त हुनुपर्छ हामी ती जन्जिरहरूबाट मुक्त हुनुपर्छ ती पर्खालहरू तोडिन पर्छ जहाँ जात छुटिएको छ जहाँ सत्यको जन्जिरहरू छ जहाँ कुव्यवहारका जन्जिरहरू छ ती जन्जिरहरूलाई हामीले मास्न पर्ने छ हामीले हटाउन पर्ने छ र हामीले एउटा नयाँ संसार कायम गर्नको निम्ति सधैँ नै कलम बोकेर अगाडि बढ्न पर्छ हाम्रो आइडेन्टिटी अब कलमले लेख्न पर्छ अब हामी कलम वीर हुन पर्छ भारतवर्ष स्वतन्त्र भएको यत्रो वर्ष हुँदा पनि हामी ती जन्जिर भित्र नै बन्दी भएर बसेका छौं भने हामी ती सबै कुराहरूबाट नराम्रा लतहरूबाट बन्धनमा परेका छौं भने सीमाना जातको सीमानाको जन्जिर भित्र परेका छौं भने हामी त्यस्ता ठाउँबाट पनि उन्मुक्त भएर आएर सबैको निम्ति र देशको निम्ति आफ्नो जातिको निम्ति हामी सधैँ अगाडि बढ्न पर्छ र ती सबै गर्दाखेरि हामीलाई अनुशासन चाहिन्छ आजको दिन विद्यार्थीहरूको लागि
एउटा शास्तिको दिन जस्तो पनि घाममा डढेर यसरी एउटा कार्यक्रम गर्नुपर्छ। तर विद्यार्थी जीवनको यही भाग नै सबभन्दा असल र सुन्दर जीवन हो। यति बेला हामीले सबै कुरा सिक्न पर्छ, गर्न पर्छ, दुःख पनि सिक्न पर्छ, सबै कुरा झेलेर जानुपर्छ अनि भोलिको दिनमा एउटा जीवन धान्ने व्यक्ति हुन सक्षम बन्छौँ। र यसरी मैले धेर थोर तपाईहरुलाई धेर कुरा गरिरहन आवश्यक छैन। जतिजना नानीहरूले जतिवटा स्कुलहरूले भाग लिएका छन् ती सबै स्कुलका हेड्सहरूलाई शिक्षक शिक्षिकागणलाई म धन्यवाद दिन चाहन्छु। यहाँहरूले दुःख गरिकन नानीहरूलाई मार्च पास गर्नमा, कल्चर गराउनमा र यो कार्यक्रम गर्नुमा यहाँहरूले कठोर परिश्रम गर्नुभयो। यहाँहरूलाई बधाई छ। आउने दिनहरूमा हाम्रो 45 नम्बर समष्टिमा हामी एक भएर विद्यार्थीको निम्ति, समष्टिको निम्ति र हाम्रो देशकै समाजकै निम्ति हामी अगाडि बढ्न सकौं। हामी सबै एकजुट भएर शान्ति छाएर शान्तिमा बसेर मेलमिलाप गरेर देशको निम्ति अगाडि बढ्न सकौं भन्दै अनि आजको कार्यक्रमको लागि पनि यहाँहरू सबैलाई शुभकामना दिँदै र जति पनि यहाँ उपस्थित हुनुभएको छ सभासदको नातामा यहाँहरू सबैलाई धन्यवाद दिँदै आजको कार्यक्रम सफल रहोस् भन्दै यस्तै कार्यक्रम आउने दिनहरूमा हामीहरू एक भएर सबै एकमुष्ट भएर झै झगडा र अशान्तिको कुराहरूलाई त्यागेर शान्तिको पथमा अगाडि बढेर देशलाई उन्नति गर्दै लैजाउँ भन्दै म यहाँहरूबाट बिदा लिन चाहन्छु। धन्यवाद। धेरै धेरै धन्यवाद मुख्य अतिथिज्यू। अब हामी अबेर नगरिकन मार्च पास्ट सुरु गर्नेछौँ। तसर्थ मार्च पास्ट सुरु गर्नभन्दा अघि म जलढका हायर सेकेन्डरी स्कुलका विद्यार्थीलाई अनुमतिको निम्ति अगाडि आइदिन अनुरोध गर्दछु। साथै आजको मुख्य अतिथिलाई अनुमति दिया जाओस् भनी म यहाँलाई अनुरोध गर्दछु। श्रीमान कोर्डिनेट मार्च पास करने के लिए अनुमति चाहते हैं। अब क्रमैसँगले सर्वप्रथम जलढका हायर सेकेन्डरी स्कुल, त्यसपछि युरेका इङ्ग्लिस स्कुल अनि ग्लोरी बेल्स इङ्ग्लिस स्कुल अनि जलढका जुनियर बेसिक स्कुल अनि अन्तमा सेन्ट जोर्ज स्कुल प्यारेल मार्च पास गर्दै जानेछन्। Good morning. A very happy Independence Day to all. Now the contingent formed by the students of Jaldaka Higher Secondary School, led by the school captain Shyam Gurung, proceeding to give salute and pay their best homage to the tri-colored prestigious Indian national flag on the glorious 68th Independence Day. Jaldaka Higher Secondary School started its journey in a small wooden building as a recognized junior high school in 1974. The West Bengal State Electricity Board gave its full support and financial cooperation to establish and run the school smoothly in this remote and backward hill region. Now, Jaldaka Higher Secondary School has only art stream with limited subjects. In spite of shortage of sufficient staff and teaching aids, Jaldaka Higher Secondary School is trying its level best with its limited resources. To fulfill the aspirations of the students of this region as well as the expectations of the local people, Jaldaka Higher Secondary School and its management are seeking all kinds of help and cooperation from all common people to fulfill its noble mission to spread education in this region.
माध्यमिक विद्यालयको मार्च पास्टको प्रस्तुति पश्चात अब फेरि अन्य पाठशालाहरू पनि तयारीमा छन्। Good morning, everybody those who are present here. A very happy Independence Day to all of you. Eureka English School was established in the year of 2006 at Yolu. It was founded on the basis of providing quality education for the young children from nursery to class 5. Stress was over on providing an environment for personal development and the need to interact socially, emotionally with other children from diverse backgrounds. It also aims to develop people academically, physically and morally in a homely atmosphere. There's drawing competition, handwriting competition to get the youngsters involved in the extracurricular activities. Children are encouraged to interact with each other at school hour and at all other possible times to nature of belonging, mutual respect and tolerance. We have students from different religions. The cross-cultural mix instills in our students a sense of tolerance and respect for different religions, colors, cultural and ways of life. The salute is given by Gracika Rai and Mridula Rai. Our children are given the best opportunity to fulfill their potential in life and grow into mature, responsible members of our society. In the year 1992. In the beginning, the name of the school was titled as Happy Bells English School. At the time of establishment of the school, there were only 7 students. Over the passage of time, the students' number grew and classes were upgraded up to the 7th standard from nursery, LKG, UKG level. The main objective of the school establishment was to promote and propagate information-based and environment-oriented teaching to the students. On today's function, schools contingent taking part in the Independence Day Parade will be led by Madis Guru, students of class 7. From Yellow House, Upasna Pradhan from Red House, Riya Sunal from Blue House, Srishti Rai from Green House.
नानीहरूले धेरै मेहनत गरेर यसरी मार्च पास्ट तयारी पारेका छन्। मञ्च अघि आएर जब नानीहरूले सेल्युट गर्छन्, कृपया उपस्थित दर्शकवृन्दहरूले जोरदार थपडीको साथ यहाँलाई न्यानो अभिवादन टक्राइदिनु हुन अनुरोध गरिन्छ। Mrs. Zilarai, alias Zila Kandamba, which now married and settled at Nepal, had taken great amount of hard work and pain to lay down the foundation of the school. The school had of both boys and girls. We the students and staffs of Glorybell English School wished all the participants of different schools participating in today's parade functions a very happy and warm 15th August Independence Day. In charge of the school is Sanju Rai for and on behalf of Glorybell English School and teaching staff and entire students of the school. Jai Hind, Vande Mataram. ग्लोरीबेल इंग्लिश स्कूल को तर्फबाट सल्युटेसन भइरहेको छ। यहाँलाई जोरदार थपडीको साथ न्यानो अभिवादन टक्राउँदछौँ।